नमस्कार, गुड मर्निङ साथीलाई एभ्रिवान। साँच्चै आरामै हुन्छ होला। बिहान उठियो, मनमा लागेको कुरो एउटा खारै खुलदुल भएर साथीहरूसँग यसो भन्नु कि भनेर चाहिँ आज साह्रै अडपिटी बढ भनेको सबै हाम्रो सबैको समाजमा हुने ती कुराहरूबाट नै म भिडियो बनाउनेवाला छु। हाम्रा प्रत्येक बुवा मम्मीहरू गाउँमा हुनुहुन्छ। मेरो त बुवा मात्रै हुनुहुन्छ, मम्मी हुनुहुन्न। म आमा बितिसक्नुको बुवा हुनुहुन्छ। दुःख लाग्दो कुरा छ। 6 महिना, वर्ष दिनमा 3 महिना, 4 महिना, 5 महिनामा काठमाडौँ बुवाहरू आउनुहुन्छ। अनि परिवारहरूसँग कुराकानी भइन्छ होइन। फोन कुराकानी हुन्छ। अब तिम्रो बुवाहरू त घर पठाइन्छ कि सक्दिन राख्नु थाल्छ। विडम्बना दुःख लाग्छ कहिले कहिले भन्नु पर्छ। आफ्नै मान्छेको कुराकानी जस्तो हुन्छ, तर यो हामी आम नेपालीको हुने घटना नै हो। हामी छोरा मान्छे परदेशी लाग्नै पर्छ, काम गरेर हिँड्नै पर्छ, कहाँ खायो। अनि यस्तो मेरो छोरी मान्छे कस्तो दिमाग चाहिँ नहोला। कुनै दिन हामी पनि बुढा हुन्छ, बुढी हुन्छ। जुन व्यवहार अहिले मेरो बुढीले बुवालाई पठाइदिन्छु, सकिन है तिम्रो बुवालाई अब गाउने आनन्द भन्छ अहिले। यार भोलि हामी पनि बुढा हुन्छौँ, भोलि हामी पनि बुढा हुन्छ, मेरो बुढी पनि बुढी होला होइन। भोलि अथवा भोलि म मरिजाउँला, भोलि बुढी मरिजाला। त्यस्तो अवस्थामा उनकै छोरा बुहारीले त्यो कुरा गर्यो के होला, दुःख लाग्छ। म मरिजाउँला, फलानाको बुढी खाएको पनि आएको छैन, म मरिजाउँला, मेरो बुढी मरिजाला। त्यस्तो कन्डिसनमा, त्यस्तो समयमा मेरो बुढीलाई मेरो बुहारीले अब तिम्रो आमामा पाल्न सक्दैन भने कस्तो हो। मेरो बुढी मरेर जाला, म एक्लै होला। त्यही व्यवहार बुहारीले म अब तिम्रो बाउले पाल्न सक्दिनँ भन्दाखेरि कस्तो होला। यो दिमाग चाहिँ किन नहोला क्या मलाई। हाम्रो साह्रै खुजुल लाग्छ कुराहरू। कसलाई के भन्नु, यो हाम्रो चाहिँ नेपालमा धेरै यही कुराहरू बढी छ। मैले भन्न खोजेँ कसैलाई पनि होइन, तर हाम्रो समाजमा किन बुबा मम्मीलाई यस्तो व्यवहार गर्छन्। हाम्रो हुर्काए बढाए कहाँ फुकियो, कसैले गऱ्यो, हाम्रो पढाएर पनि हात खुट्टा सब हाले ठुलो बनाइदियो। भोलि हामी पनि बुढो हुन्छ, भोलि हामी बुढो हुन्छौँ। त्यस्तै कुराहरू बुवाहरूले गरेको अथवा बुवाहरूले मेरो बुढीले गर्यो भने कति दुःख लाग्छ। हाम्रो मनमा अहिले सोचहरू पनि बुढेसकालको उमेर कहाँ जाने के
वास्तवमा छैन भन्ने कुरो त्यही भएर चाहिँ साथीहरूलाई यसमा यसो भिडियोबाट बनाइहेरेको के कस्तो लाग्छ प्रतिक्रिया दिने होला त्यही भन्न चाहेको थियो साथीहरू दुःख लाग्छ नेपाली समाज यस्तै छ मेरो बुढीहरू नरिसाउनु होला नरिसाउ यस्तो हो तिमीले पनि सोच्नुपर्छ म पनि बुढो हुन्छ भोलि म मरेर जाला अथवा मेरो बुढो मरेर जाला मलाई यस्तो गरेर म कहाँ जाउँ त्यो सोच्नुपर्छ त्यही भन्न चाहन्छु त्यो मरेर जाला म एक्लै हुन्छु बुढेसकालमा तिमीबाट तिमीले अहिले मेरो बुवाप्रति गर्नु खोज्दैछ नराम्रो त गरेको छैन उहाँहरूसँग र तापनि त्यो सोच्नुपर्छ भोलिको दिनमा भोलि तिमी मरेर गयो म एक्लै हुन्छु भोलि त्यही अवस्थामा तिम्रो बुवाले मलाई तिम्रो बलमा पाल्न सक्दिनँ कहाँ पठाउनु पठायो भने के गर्ने